सबैजनालाई बधाई छ है साथीहरू। आखिर शिक्षक सेवा आयोगले अन्त्यमा आएर निमाविको भारी सङ्ख्यामा भ्याकेन्सी खोलेको छ। यसपालि जसरी भए पनि पास चाहिँ हुनुपर्छ है। अर्को वर्ष चाहिँ कमै सङ्ख्यामा खुल्ने चान्स रहेकोले यो वर्ष चाहिँ निकालिहाल्नु होला। ल अब सुरु गरौँ विषयवस्तुदेखि। कोशी प्रदेशबाट सुरु गरौँ है। कोशी प्रदेशमा नेपाली विषयको लागि 45 जनाको माग रहेको छ। एकदमै भारी सङ्ख्या हो है यति। अङ्ग्रेजीको लागि 53 जना, गणितको लागि 28 जना, विज्ञानको लागि 16 जना, गणित विज्ञानको लागि 42 जना, सामाजिकको लागि 44 जना है। यो चाहिँ कोशी सम्बन्धी रहेको थियो। त्यसैगरी मधेस सम्बन्धी नेपालीको लागि 7 जना, अङ्ग्रेजीको लागि 7 जना, गणितको लागि 8 जना, विज्ञानको लागि 7 जना, गणित विज्ञानको लागि 1 जना, सामाजिकको लागि 6 जना। अब कुरा गरौँ प्रदेश नम्बर 3 अर्थात् बागमती प्रदेश सम्बन्धी है। नेपालीको लागि 16 जना, अङ्ग्रेजीको लागि 32 जना, गणितको लागि 26 जना, विज्ञानको लागि 31 जना, गणित विज्ञानको लागि 4 जना, सामाजिकको लागि 14 जना है। त्यसैगरी गण्डकी प्रदेश सम्बन्धी नेपालीको लागि 26 जना, अङ्ग्रेजीको लागि 39 जना, गणितको लागि 28 जना, विज्ञानको लागि 28 जना, गणित विज्ञानको लागि 15 जना र सामाजिकको लागि 22 जना। त्यसैगरी लुम्बिनी प्रदेश है। प्रदेश नम्बर 5 नेपालीको लागि 6 जना, अङ्ग्रेजीको लागि 20 जना, गणितको लागि 11 जना, विज्ञानको लागि 14 जना, गणितको विज्ञानको लागि 7 जना, सामाजिकको लागि 16 जना। कर्णालीको लागि नेपाली 4, अङ्ग्रेजी 12, गणित 8, विज्ञान 3, गणित विज्ञान 6, सामाजिक 4। त्यसैगरी 7 नम्बर है प्रदेश सुदूरपश्चिम नेपाली 5 जना, अङ्ग्रेजी 8 जना, गणित 3 जना, विज्ञान 2 जना, गणित विज्ञान 5 जना, सामाजिक 3 जना है। यो थियो माग सङ्ख्या। तयारी चाहिँ अहिलेदेखि नै सुरु गरिहाल्नुहोस् है। यदि आफै ट्यालेन्ट हुनुहुन्छ भने कुनै क्लास नलिनुहोस् र यदि एभरेजमा हुनुहुन्छ के पढ्ने के नपढ्ने कसरी नाम निकाल्ने यो सम्बन्धीमा दुविधा हुनुहुन्छ भने कृपया कुनै क्लास लिइहाल्नु होला है। त्यहाँबाट धेरै आइडियाहरू हजुरलाई थाहा हुन्छ। क्लास जहाँ पनि लिए भयो है। कुनैमा अध्ययन गर्नुहुन्छ तपाईँलाई 3-4 हजार पक्कै पनि लाग्छ है। 3 देखि 5 हजारसम्म तिर्नुपर्छ। तर यो चाहिँ सबैजनाको लागि पोसिबल नहुन सक्छ है। सोही कारणले हामीले चाहिँ जे क्लासमा पढाइन्छ त्यो नै हजुरलाई दिइहाल्छौँ। जीके, आइक्यू, मोडल सेट, अभ्यास सेट, दोस्रो पत्रको सम्पूर्ण कुरा हजुरले पाउनुहुन्छ। दिएको नम्बरमा हजुरले सम्पर्क गरी आजै लिन सक्नुहुन्छ है। मूल्यको कुरा गर्दा 200 मा हजुरलाई दुवै पत्रको प्रदान गरिनेछ।